एकछिन है भगवान रूपी दर्शक महानुभावहरू एकैछिन हेर्नुलाई यो भिडियो है त। रश्मि पनिरुले फेरि तपाईहरू माझमा एउटा तपाईहरूको प्रश्नको उत्तर दिनुभएको छ। सबभन्दा सुरुवातमा म यो भिडियो राख्न चाहन्छु। अनि सबैजनाले भनिराख्नु भएको छ कि त्यो भाइलाई न्याय मिल्न पर्छ रे, न्याय दिन्छौँ रे। न्याय दिनलाई गर्नलाई तपाईहरू को हो र? जज छ त, कोर्ट छ त, उनीहरू भएको के फाइदा नि? तपाईहरूले नै न्याय दिने भए, सबै डिसिजनहरू तपाईहरूले नै बनाउने भए त के हुन्थ्यो र? एउटा त्यो स्क्रिनसट छ जुनमा चाहिँ त्यो केटाले चाहिँ मलाई $1000 चाहिँ पठाएको छ। त्यो के हो कुरा भन्दाखेरि म भन्छु, मेरो कलेजको फी तिर्नु पर्ने थियो, मलाई गाह्रो भएको थियो अनि मैले उसँग चाहिँ सापट्टि मागेर, मलाई त्यतिखेर अर्जेन्टली चाहिएको थियो, मैले उसँग सापट्टि मागेर अनि उसले मलाई मेरो अकाउन्टमा पैसा पठाएको। अनि उसलाई मैले भोलिपल्ट नै क्यास पैसा उसलाई मैले $1000 उसले मलाई पठायो, $1000 नै मैले उसलाई क्यास दिएको। त्यो हो रियालिटी चाहिँ। म हजुरहरूलाई धेरै केही भन्न चाहदिनँ। प्लिज अब मेरो बारेमा त्यस्तो नराम्रो भिडियोहरू, मेरो परिवारको बारेमा कसैले पनि नराम्रो नसोचिदिनु होला। हजुरहरूलाई धेरै कुराहरू थाहा छैन, रियालिटी थाहा हुँदैन। हाम्रो बिचमा 4 वर्षको रिलेसनमा के भयो, के भएन, अहिले म यहाँ कस्तो अवस्थामा छु, के भइरहेको छ मसँग केही थाहा छैन हजुरहरूलाई। त्यही भएर कसैको लाइफमा यसरी इन्टरफियर गरेर कसैलाई गलत बनाएर नराम्रो भन्ने काम चाहिँ त्यस्तो चाहिँ नगरिदिनु होला। नमस्कार, यहाँहरूलाई पुनः स्वागत छ। रश्मि पनिरुको भिडियो तपाईहरूले हेरिसक्नु भएको छ। जो महिला चाहिँ अमेरिकामा गएको पुगेको 6 महिना बित्दा नबित्दै उनी पठानसँग विवाह गरेर रोमान्स गरेको भनेर धेरै सामाजिक प्रयोगकर्ताहरूले चाहिँ धेरै मिडियाहरूले चाहिँ धेरैवटा मिडियामा फरक स्टेटसहरू लेखेर फरक टाइटल बनाएर उहाँको विषयमा धेरै उहाँ अहिले पछिल्लो समयमा आलोचित पनि हुनुभयो। धेरैले आलोचना गरे उहाँको विषयमा लिएर र धेरैले गालीगलौज पनि गरे र धेरैले नेगेटिभ कमेन्ट, नराम्रो कमेन्टहरू पनि गरे। र म चाहिँ के भन्न चाहन्छु भने यस विषयमा दर्शक महानुभावहरू तपाईहरू पनि आफ्ना मनमा लागेका स्वतन्त्र विचारहरू लेख्न सक्नुहुन्छ है। त्यो तपाईको आफ्नो स्वतन्त्र विचार लेख्ने अधिकार छ तपाईसँग है त। अनि के मलाई चाहिँ के लाग्छ भने अहिले मैले यो क्यामेरालाई पनि हातबाटै ह्यान्डल गरिरहेको छु। अलिकति म बाहिर जान लागेको, अलिकति विशेष कामले अलिक हतारमा छु, त्यही भएर अहिले क्यामेरालाई हातबाटै मैले ह्यान्डल गरिरहेको छु। एक त उक्त महिलाले पनि त्यत्रो श्रीमानले $1 करोड चाहिँ ऋण खोजेर चाहिँ उनले अमेरिका पढाउन पठाएको रहेछ के। अनि उक्त महिलाले पनि त्यसरी अमेरिकामा पुगेपछि आफ्नो श्रीमानलाई बिर्सेर भुलेर चाहिँ उनले पनि त्यो गल्ती अन्य केटाहरूसँग पाकिस्तानी केटासँग, पाकिस्तान देशको चाहिँ त्यो नागरिकसँग चाहिँ त्यसरी लठारिँदै हिँड्नु चाहिँ राम्रो मलाई उचित लागेन है। किनभने यो कुनै मैले भ्युज बनाउनको लागि होइन। यस्ता पुरुषहरू धेरै छन्, दुःख पाएका पुरुषहरू भनेर धेरैले यस्तो आफ्नो मनमा लागेका विचारहरू पनि लेखिरहनु भएको छ। मलाई पनि वास्तवमा भन्ने भने अलिकति केही हदसम्म चाहिँ श्रीमान पनि पीडितै जस्तो लाग्यो मलाई। पीडित नै हुनुहुन्छ क्या उहाँ है। अनि अब राम्रो होस्, राम्रो करियर सोचेर चाहिँ श्रीमानले पठाएका हुन् नि त अमेरिकामा। त त्यसरी कुनै पनि देशको नागरिकहरूसँग लठारिएर चाहिँ नि विवाह गर्ने होइन, रिलेसनमा बस्ने, आफ्नो श्रीमानलाई भुलिदिने, त्यो त कतै पनि राम्रो होइन। अनि अर्को कुरा चाहिँ के छ भने उक्त महिलाले जुन पाकिस्तानी महिलासँग अहिले उनी रोमान्स गर्दैछन्, उनले चाहिँ के भनेकी छिन् भने मैले कुनै पनि हालतमा मैले उनलाई ब्लक हान्ने पनि छुइनँ, मैले कुनै पनि प्लेटफर्ममा ब्लक कहिले पनि हान्ने छुइनँ र हानेको छुइनँ पनि भनेर पनि आफ्नो विचारहरू राखिराख्नु भएको थियो, उहाँले बोलिराख्नु भएको थियो उक्त महिलाले। र धेरैले चाहिँ न्याय दिनुपर्छ उक्त पुरुषलाई, उहाँ पीडामा पर्नु भएको छ, डिप्रेसनमा जानु भएको छ, उहाँलाई केही हदसम्म न्याय दिनुपर्छ भनेर है। र धेरै अहिले चाहिँ एआईले बनाएको भिडियोहरू पनि सामाजिक सञ्जाल टिकटकमा चाहिँ तीव्र गतिले भाइरल भइरहेको छ। अहिले उनको श्रीमानले चाहिँ जुन अमेरिकामा रहेको दूतावाससँग सम्पर्क गरौँ भने, तर त्यो केही पनि होइन, सम्पर्क गरेका छैन। र अब केही सोचेका होला नि उनको श्रीमानले पनि सोच्न त होइन। अब दुवैजना चाहिँ अब श्रीमान श्रीमती सँगै बस्न नसक्ने, उनको पैसा पाउनुपर्छ पुरुषले भन्यो भने पक्कै पनि त्यो उनले लगाएको लगानी, विवाह खर्च त्यो पक्कै पनि पाउँछन् उनले। अनि अनलाइन मार्फत पनि उहाँबाट पनि उनको
श्रीमतीसँग डिभोर्स माग्न पाउँछन्, उनको श्रीमतीले डिभोर्स माग्न पाउँछन्, पुरुषले पनि नेपालबाट पनि डिभोर्स माग्न पाउँछ, डिभोर्स गर्न सक्छन् है। यो पनि मैले तपाईँहरूलाई जानकारी गराएँ र यस्ता घटनाहरू केही हदसम्म धेरै घटेको छ। अब दुबई, साउदी, कतारतिर पनि, कुवेततिर पनि धेरै नेपाली युवतीहरू चाहिँ बाहिर देशमा जाने अनि अन्य देशको केटाहरूसँग लठरिने, रिलेसनमा बस्ने। अब होइन, नेपालमा पनि अन्य देशको विदेशी नागरिकहरू विवाह गरेर आउनु भएको छ होइन, तर आफ्नो मैले भन्न खोजेँ के भने आफ्नो श्रीमानलाई नेपालमा छोडेर जानु भएको छ होइन, अनि उहाँ गएर चाहिँ अर्कैसँग इन्जोय गर्ने, त्यो त राम्रो होइन कथापि पनि है। विवाह भनेको एकचोटि गरिन्छ होइन, अब सँगै जिउने सँगै मर्ने भनेर, तर त्यसरी गरेर त्यस्तो गर्नु चाहिँ राम्रो होइन, मलाई लाग्दैन है। तपाईँहरूको पनि कुनै सल्लाह सुझाव केही विचार भएमा हामीलाई फोन गरेर टिपाउन सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर आएको छ 9808112525। आजको बसेबाट म ज्ञापन बिताउन चाहन्छु। बिदा दियोस्, नमस्कार। तपाईँहरूको बाँकी समय शुभ बितोस्, सबैको जय हो।